नमस्ते, गुड मर्निङ, न्यू डे, न्यू ब्लगको साथमा फेरि पनि म बिहानीको भ्यू लिएर आइसकेको छु। नोकडाँडाको भ्यू चाहिँ आज यस्तो थियो, पानी परेको थिएन नि त, अन्त उज्यालो भइरहेको थियो। अन्त म चाहिँ कटेरातिर गएँ, कटेरामा चाहिँ बाबाले आगो बालिसक्नु भएको थियो। अन्त चाहिँ मैले चिया बसालेँ, चाहिँ चिया खाएँ, खाइसकेपछि सुँगुरको चारो काटेँ, काटेर चाहिँ मैले पकाएर चाहिँ बाहिर निक्लेको फगी लागिरहेको रहेछ। अन्त बाहिरबाट चाहिँ यता ओहोरदोहोर गर्नु हुँदै थियो। अन्त चाहिँ फगी लागेको बेलामा चाहिँ हाम्रो त्यो हल्का चिसो हुन्छ नि त, अन्त फेरि कटेरामा गएको फोहोर रहेछ, बाट कुरा गरेँ। अन्त लिपलाप पारेर चाहिँ म फेरि रुम आएँ। रुममा चाहिँ मैले बिहान उठेर ओछ्यानी मिलाएको थिइनँ नि त, अनि ओछ्यानी मिलाएँ, चटक्कै पाऱ्यो। अन्त बाहिर यसो हेरेको त पानी पर्दै रहेछ। बर्खाको बेलामा चाहिँ साथीहरू टुङ्गै हुँदैन, कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ, कतिखेर फगी लाग्छ हो। अन्त चाहिँ फेरि म यता किचनमा आएँ, किचनमा आएर चाहिँ मैले सुजी बनाएँ। सुजी बनाएको साथसाथै चिया पनि पकाउँदै थिएँ। अन्त म काँक्रा पनि खाँदै थिएँ साथीहरू। अन्त यता फेरि अनि सुजी चाहिँ पाकेर चाहिँ यस्तो देखिएको थियो। अन्त फेरि बेलुका भयो साथीहरू, खाना बसाले। प्रायः चाहिँ हामी चुलामै खाना बनाउँछ नि त। अन्त यता हेरेको एस्ली चाहिँ सुतिरहेको थियो हो। अन्त खाइसकेपछि चाहिँ आगो तापेँ साथीहरू। थ्याङ्क यू फर वाचिङ, गुड नाइट सबैजनालाई, शुभ बिहानी।